सो हेलो एभ्रिवान, आजबाट चाहिँ मैले भ्लग सुरु गरिसकेको छु। अनि यो भिडियो चाहिँ मेरो लगभग आज बेलुकासँग आइपुग्छ। अब जस्तो हुन्छ त्यस्तै हाल्छु म है। अब कलेज डेमा भएको कारणले त्यति साह्रो भिडियो नि हाल्न पाएको हुन्न। त्यही भएर अब एकैछिनमा म कलेज निस्किँदैछु। अब यस्तै छ। आजबाट चाहिँ म जस्तो भयो नि मेरो भ्लग सुरु गर्छु। सबैजनाले माया देखाइदिँदै गर्नु होला। अब चाहिँ म रेडी भएर कलेज जानुपर्ने हुन्छ। सो म चाहिँ अहिले रेडी भइसकेको छु। अब चाहिँ म कलेजको लागि निस्किन्छु। कलेजमा त अब त्यस्तो बनाउन एकदम अड लाग्छ है। सिधै कलेजबाट आइसी भेट्नु है त। हेलो साथीहरू, म चाहिँ भर्खर कलेजबाट आइसकेको छु। अब बाहिर चाहिँ पानी एकदम ठुलो गरेर आएको छ। म चाहिँ जुत्तै भयो नि आएको छु है। अब ड्रेसेस हेर्छु अनि फ्रेस हुन्छु अनि भेटौँ है त। म चाहिँ फ्रेस भइसकेँ। अब चाहिँ जिम जानु लागेको छु। अब जिम जान्छु। अब यसरी नै जान्छ दिन त है। अब कलेज डेमा छ, गाह्रो छ। अब फ्रेस भएँ है, ड्रेसिङ गऱ्यो अनि अहिले चाहिँ अब जिम निस्किन लागेको छु। ल साथीहरू, म चाहिँ अहिले जिम निस्किन लागेको छु। अब निस्किन्छु, सिधै बाटोमा भेट्नु है त। साथीहरू यस्तै छ है। गाह्रो छ साथीहरू। टक्क लगाएर अब चाहिँ निस्किदिउँ है। साथीहरू म चाहिँ निस्किसकेको छु है। अब जिम जाँदैछु। यस्तै छ माहौल है। म चाहिँ यहीँ राइजिङ जान्छु, यहीँ पर्स्याङको। यस्तै छ माहौल साथीहरू। साथीहरू म चाहिँ टक्क लगाएर जिम है। सिधै माथि जाँदै यस्तो कहिले हुने हाम्रो बडी है, गाह्रो छ यस्तै हो साथीहरू। म चाहिँ टक्क जुत्ता लगाइदिउँ है त। यहाँ छ मेरो जुत्ता चाहिँ है। जुत्ता लगाइदिउँ हो। जुत्ता लगाएपछि टक्क लगाएर भित्रबाट धमाका हाल्नुपर्छ साथीहरू है त। साथीहरू जुत्ता लगाएर भेटौँ है त। म चाहिँ जिम आइसकेको छु। म चाहिँ जिम गरेको चाहिँ देखाउन लागि म पुग्नु अलि पछि देखाउनु गरेको चाहिँ अहिले चाहिँ थोरै सिनेमेटिक हेर्नु है त। सिनेमेटिक हालिदिएको थोरै हेर्नुभयो होला। अब चाहिँ म यसो लेक साइड जान्छु एक राउन्ड हान्न है। बाटोमा भेटौँ है त। निस्किसकेको छौँ मेरो बारीको भयो होइन। अन्धकार भइसकेको छ। म त उज्यालोमै आएको थिएँ साथीहरू होइन। अन्धकार भइसकेको छ। र हामी त्यो साइड जाने भनेको त्यो साइड बाटोमा भेटौँ है त। साथीहरू हामी चाहिँ चट्ट बाह्रमा बाटोमा छौँ, रिक्सा जाँदैछौँ है। त्यस्तै भयो आजको भ्लग साथीहरू। अब जस्तो भयो नि हाल्छु म है। धेरै भयो नि गाह्रो नमानी हेर्नु होला। त्यस्तै छ। अब बिदामा चाहिँ म खतरा खालको बबाल बनाउँदै थियो है। अब कलेज सिक्दा चाहिँ अब यस्तै छ, डेमा कलेज छ होइन। त्यही भएर चाहिँ गाह्रो किन नमानिकन भिडियो हेर्नु होला, माया देखाइदिनु होला होइन। जस्तो हुन्छ त्यस्तै हाल्छु भिडियो चाहिँ। म जस्तो भयो नि भिडियो हालिरहेको छु। अब सबैजनाले माया देखाइदिनु होला। अझै खतरा भिडियो त आउने बाँकी छ है। अहिले कलेजको कारणले गर्दा हाल्न पाएको छैन। अब त्यस्तै छ है। अब माया देखाइदिनु होला। अब म अहिले यता गएपछि भेट्छ होइन साथीहरू। म चाहिँ टक्क आएर 0 कटेँ भर्खरै है। 0 कटेँ टक्क आएर अब यहाँ चाहिँ हामी टक्क आएर है
यस्तै छ माहौल है ब्लर आइदिएछ त ल साथीहरू यस्तै छ है म चाहिँ बुलौदीको ओह्रालो आइसकेँ साथीहरू बुलौदीको ओह्रालो आइसकेँ साथीहरू म चाहिँ अब टक्क बाह्रमा होइन जानुपर्छ साथीहरू अब यस्तै छ कन्ट्याक्टहरू लाएर पर्छ है अब बाइक चाहिँ छिटै आउला भन्ने आशा लाग्दै हामी अहिले स्कुटरमा डुल्दैछौँ साथीहरू पर्ने भएको कारणले चाहिँ म यहाँ साइड ग्राउन्ड भन्नु साथीहरू के गर्नु त्यसो डुल्न मिल्दैन डुल्न पाइएन डुल्न मन लाग्छ तर कलेज डेमा भएको हुनाले डुल्न पाएको छ साथीहरू यस्तै छ साथीहरू अब है अब जस्तो यस्तै छ अब खुसी हुनुपर्छ जेमा पनि है यस्तै साथीहरू है ल साथीहरू अब अलि परबाट भेट्छु है साथीहरूमा चाहिँ है हामी चाहिँ चट्ट बाह्रमा लाएर लेक साइड डुल्न आएको छु साथीहरू संसार जितेर नपुगेर साथीहरू हामी लेक साइड घुम्न आएका छौँ भनेर भन्दिनँ आउन चाहिँ म एक्लै आएको साथीहरू होइन अब छौ भन्ने कुरा हुँदैन यहाँ चाहिँ है अब म चाहिँ पत्र बोलेको छु साथीहरू गाह्रो पिरो नबानिदिनु होला है अब यस्तै छ के गर्नु होइन अब यस्तै छ अब हेरिदिनु होला मजाले टक्क लगाएर है यस्तै छ साथीहरू अब हेरिदिनु होला जस्तो भयो नि राम्रो भयो नि नराम्रो भयो नि हेरिदिनु होला छिटो कुदाउनु होला यस्तो साथीहरू साइडको माहौल यस्तै छ है साथीहरू अब हेर्नु होला जस्तो छ त्यस्तै देखाउने साथीहरू अब गाह्रो पिरो नमानी हेरिदिनु होला है त यस्तै छ है अब यस्तै छ साथीहरू यस्तै छ है यस्तै छ साथीहरू गाह्रो पिरो मान्दै हुँदैन साथीहरू है अब यस्तै छ यस्तै हेरिदिनु होला है त साथीहरू है त साथीहरू हामी चाहिँ टक्कबाट मैले क्याटवा किनेर आइपुग्यौँ है अब यस्तै छ है साथीहरू अब क्याटवाको माहौल चाहिँ सबैले थाहा होला है अब यहाँ यस्तो छ है माहौल यस्तै छ गम्भीर छ लेक साइड भनेको त गम्भीर हुनै पऱ्यो साथीहरू होइन अब यस्तै छ अब यही हेर्न आएकोमा चाहिँ होइन भन्ने पर्दा भनेर भन्दिनँ साथीहरू म चाहिँ हावा खान आएको हो होइन अब यही देखियो ज्ञान नि है अब हावा पाएको यस्तै छ साथीहरू अब टक्क बाटो काटिदिनु भएन यस्तरी है हेरेर बाटो काट्नु पऱ्यो जेब्रा क्रसिङमा है साथीहरू अब नेपालको रुल्स त्यस्तै हो साथीहरू फलो गर्न चाहिँ पर्छ तर रुल बनाए पनि फलो कसैले गरेको छैन साथीहरू हेर्नुहोस् है अब यस्तै छ साथीहरू अब नेपाल भनेको नेपाल हो साथीहरू अब के गर्नु यस्तै छ अब है बोलेर साथी छैन साथीहरू अब के गर्नु अब यस्तै छ अब हामी चाहिँ आइपुग्न लाग्यो हाम्रो डेस्टिनेसनमा होइन टक्क लाएर नजिकको छोटो मिठो है अब ट्याक्क लाएर ब्रेक हान्न पर्ने हुन्छ हाम्रो चाहिँ है त्यसरी चाहिँ हामी अब टक्क लाएर यहाँ आइपुग्यो साथीहरू हाम्रो चाहिँ है यस्तै छ माहौल अब है हामी चाहिँ आउनु खोजेको यहीँ हो अब चाहिँ हेर्नु अब यहाँ लाएर मिठो चट्ट भ्यू हेरेर फर्किनुपर्छ है त्यो साथीहरू यस्तै छ साथीहरू अब फर्किनुपर्छ यहाँबाट एकछिन टक्क लाएर हावा खाएर है अब यही भ्यू हेर्न आएको साथीहरू यही हेरेर फर्किने है त्यो साथीहरू ल हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ भनेर भन्दिनँ आइपुगेको छु म चाहिँ है यही हेर्न आएको म चाहिँ अब हजुरलाई देखाउँछु हाम्रो पोखराको सुन्दर दृश्य है एकदम बेलुकाको हाम्रो सुन्दर दृश्य देखाउन गइरहेको छु हेरिदिनु होला है त ल साथीहरू यही हेर्नलाई चाहिँ म डाँडापारी आइपुगेको छु साथीहरू होइन यस्तै छ गाह्रो छ अब है अब जिम गएर चाहिँ हामी चाहिँ होइन गर्मी भएर चाहिँ यहाँ चिसो फेवातालको हावा खान आएका छौँ है त साथीहरू यस्तै छ अब यस्तै हेर्नुहोस् है त मिठो भ्यू हेऱ्यो है अब चाहिँ हामी लाग्नु लाग्यो है त साथीहरू अब चाहिँ हामी टक्क घरतिर चल्दैछ साथीहरू अब है यस्तै छ अब के गर्नु अब हेर्नुहोस् है साथीहरू अब यस्तै हो गाह्रो पिरो नमान्नुहोस् है अब यस्तै छ अब बिस्तारै मेरो अपग्रेड हुँदै जान्छ साथीहरू माहौल होइन यस्तै हेरिदिनुहोस् अब माया देखाइदिनु होला अब हामी घरतिर फर्किन्छौँ है त साथीहरू साइडको भ्यूपछि फर्किसकेको छु होइन अब यस्तै छ साथीहरू अब है घरतिर चल्दैछ साथीहरू यस्तै छ भ्यू मिठो हेऱ्यो होइन अब घरतिर चलिदिनुपर्छ घर गएर चाहिँ टक्क लाएर बस्नुपर्छ है बाहिर धेरै दिनु हुँदैन साथीहरू बाहिर बुझ्यो भने साथीहरू त्यो घरबाट थपक्क बस्नुपर्छ अब है अब डुल्न पर्ने बेला डुल्नुपर्छ है बस्नुपर्ने बेला बस्नुपर्छ साथीहरू यस्तै छ अब घर जानुपर्छ अब मेरो घर चाहिँ बिस्तारै सबै धमाका आउँछ होइन अब यस्तै छ कलेज भएको बेला यस्तै छ अब भ्लग बनाउन मन लाउँछ साथीहरू
पहिलेदेखिको इच्छा थियो होइन। अब यस्तै हो, बिस्तारै राम्रो हुन्छ। अब सबैजनाले माया देखाउनु गर्नुहोस्। म चाहिँ टक्क कलेज छुट्टी हुने बित्तिकै चाहिँ म धमाका खालको भिडियो हाल्छु होइन। त्यति बेलासम्म चाहिँ सबैजनाले माया देखाइदिनु पऱ्यो, मलाई पनि जोस आओस् एउटा होइन। त्यही भएर चाहिँ अब सबैजनाले माया देखाइदिनु होला। मेरो चाहिँ वेलकम प्रोग्राम आउँदैछ अनि त्यहाँनिर म भिडियो बनाउँछु, त्यहाँ चाहिँ खत्रै भिडियो बनाउँछु, म बिहानदेखि बनाउँछु है। त्यसको लागि चाहिँ सबैजनाले सब्सक्राइब त गर्नै पऱ्यो साथीहरू होइन। सब्सक्राइब गर्नु पऱ्यो, माया देखाइदिनु पऱ्यो होइन, जोस आओस् मलाई पनि। त्यही भएर साथीहरू सबले माया देखाउन चाहिँ भुल्नु भएन है। त्यही हो साथीहरू, म चाहिँ हल्का उता गरेर भेट्छु साथीहरू। त्यो म चाहिँ हाजीको बाटो बाटो सकेको छु, उता लास्टै भिजाइछु साथीहरू। अब भिड चाहिँ मन नगर्ने मान्छे हो म चाहिँ है। त्यही भएर डक्कटीको बाटो आएको छु म चाहिँ, डक्क चट्ट बाटोमा है। अब यस्तै साथीहरू माया देखाउनु होला अहिले साथीहरू। अब यस्तै भन्दै म अब दिको बाटोबाट निस्किन्छु, सिधै हाइवेमा भेटौँ अहिले साथीहरू। बाई भनेर भन्दिनँ है, म चाहिँ चट्ट बाटोमा हाइवे निस्किसकेको छु है त साथीहरू। हामी चाहिँ डक्क लेफ्ट साइड जाने हाइवे भन्दिनँ म, तपाईँको हाइवे भन्ने अब यसलाई चाहिँ है। अब गाह्रो छ चिनाउन है। यस्तै छ साथीहरू, अब यहीँ आइसकेको छु म चाहिँ है। अब यस्तै छ, फोकस नभएपछि है अब के गर्नु है। यस्तै छ साथीहरू, अब सबैजनाले माया चाहिँ देखाउनै पऱ्यो है। अब भ्लग बनाउन इच्छा लाउँछ, टाइम छैन साथीहरू। अब यस्तै छ, बुझिदिनु पऱ्यो सबैजनाले है। अब ड्याङ सब्सक्राइब हान्दैछु त अरू के चाहियो र साथीहरू होइन। लाइक सब्सक्राइब हान्दैछु, अरू केही नि चाहिँदैन है। यति हो चाहिने भनेको। फेरि पैसा नि पर्दैन साथीहरू, त्यो सब्सक्राइब लाइक हान्न फेरि पैसा नि पर्दैन, फ्रीमा हो साथीहरू फेरि त्यो हान्ने है। फ्रीमा हो, फ्रीमा पैसा चाहिँदैन है। त्यसलाई चाहिँ माया देखाइदिनु पऱ्यो, सपोर्ट हानिदिनु पऱ्यो। अब त्यही हो, अरू चाहिँ बिस्तारै हुँदै जान्छ साथीहरू होइन। अब यस्तै हो साथीहरू, हामी चाहिँ डक्कलारी आइपुग्यौँ है। यो उकालो चढ्यौँ हामी चाहिँ भर्खर होइन। अब यस्तै छ साथीहरू, हामी चाहिँ अब टक्क लाएर हल्का अगाडि पुगेपछि म भिडियो गर्छु है त साथीहरू। बाई साथीहरू, म चाहिँ टक्क खत्रे सालमा चेकिङबाट भागेको छु साथीहरू होइन। अब लाइसेन्स निकाल्ने बेला त भयो, तर अब के गर्नु साथीहरू, लाइसेन्स निकाल्ने टाइम नि पाएको छैन साथीहरू। के गर्ने अब, गाह्रो छ है, भाग्नै पऱ्यो। अब तिर्नुभन्दा त भाग्नै सजिलो भयो होइन। त्यही भएर चाहिँ म खत्रै बाह्रमा भागेको छु साथीहरू है। तर अब झ्याप्छु गर्दाखेरि भिडियो नै रेकर्ड नभएछ क्या अब साथीहरू है। दुःखद कुरा चाहिँ खत्रै तरिकाले भागेको साथीहरू। म फेरि सानोतिनो तरिकाले होइन फेरि साथीहरू, स्वाट्टै हो साथीहरू, स्वाट्टै तरिकाले भागेको साथीहरू। अब चाहिँ म टक्क लाएर घर पुग्न लागेको साथीहरू है। अब चाहिँ हाम्रो चाहिँ यस्तै छ माहौल है। अब यस्तै छ माहौल। अब चाहिँ हामी टक्क लाएर घर पुगेपछि भेट्छौँ है त साथीहरू। बाई बाई, सी यू। साथीहरू, हामी चाहिँ टक्क लाएर हाम्रो घर पुगिसकेका छौँ है। म चाहिँ घर बाहिर आइपुगेँ साथीहरू, घर जान्छौँ है। फेरि घर जान्छौँ। चट्ट बाबामा गीत खोल्नुपर्छ साथीहरूको है। गीत खोलिदिने साथीहरू, चट्ट बाबामा स्कुल राख्नुपर्छ साथीहरू है त साथीहरू। यस्तै हाम्रो स्कुल राख्नुपर्छ साथीहरू। यस्तै हो, चट्ट बाबामा यस्तै गीत खोल्नुपर्छ साथीहरू है। म चाहिँ भर्खर घर आइपुगेँ साथीहरू। अब चाहिँ टक्क लगाएर भित्र जानुपर्छ है। फाइनली घर आयो साथीहरू। अब यस्तै छ माहौल है। अब के गर्नु, अब यस्तै छ के गर्नु है। अब गाह्रो छ, यस्तै छ माहौल है। अब चट्ट बाह्रमा बात हाल्नुपर्छ साथीहरू होइन। लास्टै गर्मी भएको छ कि साथीहरू, यस्तो गर्मी भएको छ होइन। मान्छे हट त होइन, फेरि लास्ट गर्मी भएको छ साथीहरू। के गर्नु, नुहाउनै पऱ्यो है। अब नुहाउँछु साथीहरू म, अब नुहाउँछु। अनि त्यसपछि हल्का एसाइनमेन्ट्स गर्नु छ साथीहरू होइन। एसाइनमेन्ट्स भन्ने कुरा हुन्छ, त्यो गर्न छ। त्यसपछि चाहिँ म भात खान्छु, त्यसपछि सुत्छु साथीहरू। सबै भन्दै गएँ मैले साथीहरू यार, यस्तै छ यार। अब यस्तै छ। अब चाहिँ सिधै हाम्रो अर्को भ्लगमा भेटौँला है त। अब यो भ्लग चाहिँ छोटो मिठो भए पनि, जस्तो भए पनि अब हेरिदिनु होला।
आशा छ ठिकै होला है। अब पहिलो भ्लग हो, लटरपटर त भइहाल्छ। अर्को भ्लग चाहिँ दमदार हुन्छ साथीहरू, पक्कै पनि दमदार हुन्छ है। त्यति बेलासम्म मलाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, माया देखाइदिनु होला है त साथीहरू। बाई बाई।